Hi everyone, welcome back to my YouTube channel. आजको vlog चाहिँ हाम्रो एकदमै random पनि थियो. Me and Mama. Hello. Hi. We are going for सेक्वा हैन? सेक्वा. Yeah. सेक्वा खान हामी पथरी जाँदैछौँ. पथरी जाँदैछौँ सेक्वा खानको लागि. यो चाहिँ हाम्रो random plan पनि हो. So उहाँ चाहिँ भर्खर vegetarian बाट non-veg हुनुभएको. म by the way के भन्छ म mammals चाहिँ खान्न. Mammals को मासु खान्न, like खसी, pork, chicken खान्छु. म चाहिँ I think भयो भने in future म चाहिँ भेज हुन सक्छु. सो तपाईहरु सबैजनाले चाहिँ पोडकास्ट किन आएन भन्ने सोधिरहनु भएको त यो वर्ल्ड कपले गर्दाखेरि हाम्रो एडिटिङ टिम चाहिँ अर्को प्रोग्राममा बिजी हुनु भएको हुनाले चाहिँ हामीसँग एडिट टाइममा हामीले भ्याउन नसकेको हुनाले चाहिँ आएको छैन र अब वर्ल्ड कप सक्ने बित्तिकै हाम्रो ब्याक टु ब्याक एपिसोडहरु ड्रप हुनेवाला छ. सो स्टे ट्युन. तपाईहरुले मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला. अनि प्लस अहिले म विराटनगरमा पनि छु. सो विथआउट त्यो भ्लग हैन आफ्नो होम टाउन. सो भट्टी चोक अहिले चाहिँ यहाँ एकदमै धेरै ट्राफिक रुल्सहरु एकदमै राम्रो बनाएको छ हैन पहिला हेरिकन चाहिँ. तर स्टिल देयर इज लट टु वर्क. सो आज वेदर पनि एकदमै राम्रो छ. मेबी म लक्की पनि छु हैन. म आउने बित्तिकै वेदर एकदमै चिसो पनि भइदियो. सो what do you want to say about that? Yes, absolutely. एकदमै शीतल छ आज. हिजोदेखि अलिकति पानी पर्न थालेर बादल लागेर एकदमै शीतल भएको छ वेदर. विन्डी छ हैन, क्लाउडी छ, रमाइलो छ एकदमै. गर्मी छैन त्यति साह्रो. सो अब हामी गाडी चार्ज गरेर देन वी विल हेड टुवर्ड्स आवर डेस्टिनेसन. हामी यताको बाटो जानुपर्छ सायद. हामी त्यो त्यहाँबाट ब्रेक लाग्दाखेरि चाहिँ चिप्लिन सक्छ है. त्यसको होल्डर छैन. मेरो फोन हैन. फोन यहाँ छ. तर के भयो भने पनि म एयर ड्रप त गर्न मिल्छ नि त. एयर ड्रप गर्न मिल्छ. या तर आज वेदर सोच्यो भन्दा एकदमै राम्रो भइदियो यार विराटनगरको. बिकज आई एम हियर. रचनाले नयाँ रचना गरिदियो वेदरको. वेदरको नयाँ रचना भयो. अब एउटा यस्तै खालको एउटा सो बनाउनु पर्यो. गाडीमा ज्याम कास्ट हुन्छ नि, गाडीमै काइन्ड अफ कन्भर्सेसन अर पोडकास्ट टाइपको क्या. तर मसँग ड्राइभ कास्ट. या लेट्स मेक इट ड्राइभ कास्ट. वाउ, हाउ अबाउट दैट. तर ड्राइभ कास्टमा फेरि के भन्छ इन्टरभ्युअर त ड्राइभर हुनु पर्यो नि. मसँग ड्राइभिङ लाइसेन्स पनि छैन र मसँग यति कन्फिडेन्सली पनि म कुदाउन सक्दिनँ. मेबी आई क्यान डु दैट. अनि गेस्ट कहाँ बस्नुहुन्छ? पछाडि. गेस्टलाई यही साइडमा राख्ने. अनि कसले सोध्छ? गेस्टलाई मैले okay, क्वेसन सोध्छु, गेस्टले कम्फर्टेबली आन्सर गर्छन्. You can do with all these doctors. About the different department. They need to have some time. They don't have time. हप्तामा एकचोटि टाइम त निकाल्न सक्छौ अनि डाक्टरहरूले. हप्तामा एकचोटि बिरामी हेर्दै फुर्सद छैन. शनिबार पनि बिरामी हेर्ने सबैजनालाई. Nobody cares about themselves. I think पब्लिकहरु आफ्नो हेल्थमा रेस्पोन्सिबल भइदिनु भयो भने हाम्रो डाक्टरहरूले अलिकति भए पनि यहाँ छ त नयाँ क्याफे भनेको. यो ओके. या सो दिस इज द थिङ हैन. यो डिभाइडरमा पनि यो प्लान्टहरु कस्तो राम्रो भएको छ के. तर यिनीहरूले यो घाँस सिधा थिए हैन कस्तो राम्रो छ नि. देयर इज वान्स एउटा कुरा एउटा भनाइ छ नि, बनाउन सजिलो छ तर मेन्टेन गर्न चाहिँ गाह्रो छ भन्छ नि कति कुराहरु. सेम थिङ जस्ट लाइक बडी बिल्डिङ आवर बडी. यस द्याट्स राइट. यस्तो राम्रो वेदर छ गाइज है. यति रमाइलो भइरहेको छ. म हिजो नै भाग्न खोजिरहेको थिएँ के. यस्तो गर्मी है. म भोलि जान्छु भइसक्यो त मलाई. अनि प्लस लाइन पनि जान्छ भनिसकेपछि त आई वाज लाइक नो चान्स छैन अब यहाँ. धेरै तिम्रो इलेक्ट्रिसिटी लोडले गर्दाखेरि पनि होला के त्यो. क्यामेरा देखेमा हाम्रो ह्यान्सी मामा ऋतिक रोशन 19 पिसका फरक होला ऋतिक रोशन. Please, that's not true. That's so disrespectful for Hrithik Roshan. I'm sorry. It is what it is. है
ट्राफिक लाइट त्यो फ्लिप हुँदैन है क्यामेरा द्याट्स द बोरिङ पार्ट रेकर्ड गर्दा गर्दै फ्लिप हुनुपर्ने क्या वी आर त्यो हुन्छ होला कि तर वी आर भेरी नो बिगिनर यसको त्यो छ यसको यु हेभ द्याट बोथ साइड Both side, yeah. भिडियो चाहिँ छ This is iPhone 17 Pro Max. You're trying to say that. You're trying to say that iPhone 17 Pro Max, nothing more. 6, 5, 4, 3, 2, 1. Let's go! यसरी पनि गर्न मिल्दो रहेछ iPhone 17 Pro. गाडी कुदाउँदै गर्दा म्युजिक सुन्दाखेरि त कसले के भन्छ र होइन मलाई भरे भ्लग एडिट गर्ने बेला चाहिँ त्यो बाहिर म्युजिकहरू आयो भने कपिराइट हान्छ क्या युट्युबले ए हो र या त्यो मलाई एडिट गर्न चाहिँ अलिक आउँदैन मलाई पनि देखाइदिनु अलिक एडिट गर्न चाहिँ आउँदैन मलाई त्यो होइन सो त्यो के त्यो आफैले कपिराइट 3 चोटि भन्दा बढी आयो भने चाहिँ तपाईँको एकाउन्ट सिज हुन्छ क्या सक्यो त्यो एकाउन्ट ओ माय गुडनेस जतिसुकै फलोवर्स जेसुकै होस् होइन देन अगेन इफ यु वान्ट स्टार्ट यु हेभ टु स्टार्ट फ्रम जेरो स्क्रैप या सो त्यस्तो चाहिँ हुन्छ अनि कपिराइट लागिसकेपछि तपाईँको पेमेन्ट पनि आउँदैन क्या त्यो भिडियोमा मिलियन जाओस् त्यति भ्युज जाओस् पेमेन्ट आउँदैन सोच्दाखेरि जहिले पनि ठुलै सोच्नुपर्छ है हेर्छु राख्दा यु क्यान सी माई मलाई साबुन लागेको छ मेहन्दी लगाइदिने मान्छे नभएर मात्र नभए पनि मेहन्दी लगाएर बस्छु यतिखेर दिस इज आवर एयरपोर्ट दिस इज एयरपोर्ट हाम्रो विराटनगर एयरपोर्टको बाटो We are on the way to airport. हामी एसियाटिकमा गएर चाहिँ एकछिन एसियाटिकको अपोजिट एसियाटिक अपोजिट ओके हामी त्यहाँ गएर चाहिँ एकछिन गाडी चार्ज गर्छौँ देखाइदिइहालौँ न हाम्रो विराटनगर आउने इभी लिएर आउनेहरूलाई पनि भ्युवर्सहरूलाई पनि सो विराटनगर यस्तो छ अनि एकदम यहाँ चाहिँ एकदमै धेरै पाउने भनेको सिटी सफारी हो होइन जुन चाहिँ आई थिङ्क एभ्री पार्ट अफ तराई रिजनमा पाइरहेको हुन्छ अनि यहाँदेखि सिधै अगाडि गयो भने चाहिँ यु क्यान सी होइन त्यहाँ व्हाइट कलरको बोर्ड छ सिधै अगाडि त्यो गाडीभन्दा द्याट इज आवर विराटनगर विमानस्थल विराटनगर एयरपोर्ट अनि सो नाउ वी आर यहाँ हो क्लासिक क्याफे भनेको होला यहाँ चाहिँ राइट साइडमा छ यु क्यान सी द्याट एयरपोर्ट चार्जिङ हल ठुलो छ तर इभीहरूको लागि दुईटा इभी कारको लागि दुईटा चार्जिङ स्पट छ ओ नो यार All pack. दुई ठाउँमै प्याक छ यार यो गाडी किन राखे यार यहाँ Now what to do? You have to यहाँ चाहिँ के बनाउन आँटेको रहेछ I don't know त्यो चाहिँ के हो थाहा छैन This look like I think यो चाहिँ यो सुनको औँठी टल्क्यो अरे त जुन चाहिँ सुन होइन This is not my सुनको औँठी so I am finally back so हाम्रो यहाँ चाहिँ आई थिङ्क स्पेस नभएको हुनाले अब हामी फर्किन्छौँ त होला नि होइन I don't know we'll see अब त्यहाँ लेट्स सी अन द वे कतितिर भएछ भने चाहिँ ठिकै हुन्छ यो खाली भइहाल्यो भने यहाँ चार्ज गरौँला नभए या अब हामी क्यामेरा अर्कोतिर साइड गर्छौँ सो इफ यु गाइज आर थिङ्किङ होइन म किन अहिले इरेगुलर छु भ्लगिङमा मतलब जनवटा मात्र त मैले भ्लग अपलोड गरेँ तर पनि लाइक पोडकास्ट किन अपलोड गरिरहेको छैन भनेर चाहिँ अब चाहिँ त्यो अस्ति हाम्रो वर्ल्ड कपले गर्दा अलिकति मलाई डिस्टर्ब पनि भएको थियो अनि प्लस गेस्टहरू पनि हाम्रो अलिअलि बिजी पनि हुनुहुन्थ्यो उहाँहरू त्यही भएर चाहिँ मैले अपलोड गर्न पाइरहेको थिइनँ तर अब यसपछि चाहिँ हाम्रो एकदम ये तो बहुत खुशखबरी है lucky because you have a lucky charm besides you Mamaji Banji I think we should तपाईले पनि भ्लगिङ स्टार्ट गर्नुपर्छ अनि we can go to we can do some travel vlog हैन yes I've been thinking about it for a long time but अब कामको व्यस्तताले गर्दा म पनि त्यस्तै अरु जस्तै मलाई कस्तो मोटो भ्लगिङ पनि स्टार्ट गर्न मन लागिरहेको छ मलाई कस्तो कुल लाग्छ क्या मोटो भ्लगिङहरु ह्याट्स अफ टु अल गर्ल्स मोटो भ्लगिङ बाइकहरु छ बाइकहरु हो क्या जस्ट सामान प्याक गर्ने अनि लेट्स गो एनीवेयर यु वान्ट गो क्या द्याट्स द लाइफ मोटो भ्लगिङ चाहिँ अलिकति गाह्रै हुन्छ क्वाइट रिस्की पनि हो हैन भेरी रिस्की भेरी यु नीड टु बी वेल ट्रेन्ड हुनुपर्छ जस्तो लाग्छ मलाई पनि वेल किनभने एट द सेम टाइम ड्राइभिङ अनि क्यामेरा हैन
एन्ड समटाइम्स टेकिङ अ रिस्की रोड अनि कहिलेकाहीँ चाहिँ अलिकति च्यालेन्जिङ पनि हामीले केही गर्न मन लागिरहेको बेला फिजिकल्ली मोर च्यालेन्जिङ भयो के कहिलेकाहीँ च्यालेन्जिङ रोडहरू पनि लिन्छ नि त Obviously. हैन कहिले कतातिर गइरहेको हुन्छ अफरोडतिर कतातिर पहिरो गइदिरहेको हुन्छ त्यो सिनारियोमा होइन अब कहिलेकाहीँ बिच बाटोमा गएर त्यो भनेको एउटा मसिन त हो नि बाइक पनि होइन अनि त्यो भरे केही भइदिइहाल्यो भने बिग्रिहाल्यो भने त होइन अनि मेन कुरा भनेको चाहिँ फर लेडिज अब त्यो त्यहाँको मान्छेहरू कस्तो भइदिन्छ कस्तो लोकालिटिजमा पुगिन्छ सो दे हेभ टु किप देमसेल्फ सेफ होइन अलिकति सेल्फ डिफेन्स पनि अलिक धेरै चाहिन्छ कम्युनिटीमा स्टिल गाह्रै छ अहिले त्यति सजिलो छैन तर इन्डिया उयो हेरिकन त आई थिङ्क नेपाल इज फार 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 बेटर क्या म इन्डियाको हेर्छु केसहरू होइन बट हेर्दाखेरि चाहिँ आई थिङ्क किनभने कहाँ कहाँ पुगिरहेको हुन्छ अब इफ यु आर गोइङ सोलो है अब ग्रुपमा हिँडिरहेछ भनेदेखि त प्रब्लम भएन त्यो गाडी निकाल्नै आँटेन यार मलाई मोटर भ्लगिङ पनि गर्न मन छ नि सम आई वान्ट टु डु अ मेकअप भ्लग अल्सो होइन जुनमा चाहिँ म राम्रो छैन मेरो आँखामा अहिलेदेखि नै रिङ्कल्स आइसक्यो यस्तो चिम्से यस्तो गरिसकेपछि जसको आँखा पनि गऱ्यो भने जसको आँखा पनि देखिहाल्यो म धेरै हाँस्छु त्यसैले मेरो आँखामा आउँछ जो पनि हुन्छ जसको पनि हुन्छ है सो त्यस्तो छ अनि म जिम भ्लगहरू पनि बनाउन मन छ एन्ड सुन आई विल बी प्लेइङ टेनिस पनि होइन म टेनिस प्र्याक्टिस गरेको सबै माइक चाहिँ के चार्ज गरेर हो छैन चार्ज गरेको मैले चाहिँ टाइप सी ब्यागमा चार्जर हैन या अनि त्यो गर न चार्ज ओके हाम्रो गाडी छ गाडीको यतापट्टिको भाग चाहिँ नपिस्नु होला गाडीको नम्बर यहाँ छ 227 सिंगल 227 गाडी नम्बर यहाँ सो वी आर गोइङ गाडी चाहिँ 45 मिनट जति लाग्छ होला चार्ज हुनलाई त्यति बेलासम्म चाहिँ हामी के अरे चिलोस But you can say that. What is that, होइन? के? हामी के खान जान आँटेको अरे? सेक्वा। अहिले चाहिँ अहिले कफी। I will show you. तर यो देखाउन मिल्दैन। I think there is Seven Brother. No, Classic Cafe खै के छ नि? Classic Cafe भन्नु मलाई थाहा छैन यार। तपाईँ विराटनगरको मान्छे होइन? What is that? त्यो त एसियाटिकको स्विमिङ पुल। Oh wow. विराट चोक हुँदै जाने बाटो जानुपर्छ त बाटो एकदम राम्रो छ यार पुष्पलाल चोकबाट भित्र सो तपाईँहरू इफ तपाईँहरू कोही भ्युवर्सहरू पूर्वबाट हुनुहुन्छ भने कहाँबाट हुनुहुन्छ प्लिज डु कमेन्ट डाउन बिलो होइन सो हामी चाहिँ अहिले पत्रिका गरेर हाम्रो चाहिँ एक्चुअली हामी भेटार जाने कुरा भइरहेको थियो जस्ट टु बाई सम डल्ले खुर्सानी तर ट्राफिकको भन्दै थियो नि यताबाट कताबाट जहाँबाट मन लाग्यो लगभग हामीलाई चाहिने जति चार्ज पनि भइसक्यो अनि वी आर गोइङ एन्ड हेडिङ टुवर्ड्स के भन्छ पथरीतिर एन्ड ओ माई गॉड यस्तो राम्रो बाटो छ आई विल सो यु वेलकम ब्याक आफ्टर डुअल क्यामेरा अन गऱ्यौँ सो यस्तो राम्रो बाटो छ यस्तो सबै हामी थाहा छ यो बाटोमा साइक्लिङ गर्थ्यौँ नि कति धेरै हाम्रो साइक्लिङ गर्ने बाटो पनि यही हो मेरो चाहिँ म विराटनगर आएको बेला हाम्रो ग्रुप छ होइन सो वी डु साइक्लिङ हियर हाम्रो बाटो एकदमै राम्रो छ सो म तपाईँहरूलाई अगाडिको बाटोको पनि भ्लग देखाइरहने छु यस्तो दामी मनसुनको बेला धान रोप्ने बेला पनि भइरहेको छ तराईतिर चाहिँ इज द रोड गाइज लुक एट दिस विराटनगरको सबैभन्दा राम्रो रोड होला है यो बाटोको सर्टकट वेमा यो चाहिँ अर्को वी आर अन द वे होइन यो कुन ठाउँ हो यो चाहिँ खनारबाट आउँछ नि नहर त्यही नहर हो यो ओके यस्तो राम्रो वेदर छ होइन बाटो पनि एकदमै धेरै फराकिलो पनि छ खुल्ला पनि छ बाटो एकदमै राम्रो पिच पनि छ सो वी आर इन्जोइङ द रोड वी आर ह्याभिङ अ कन्भर्सेसन्स अनि बाँकी हामी तपाईँहरूलाई फेरि देखाउनेछौँ पत्री पुगिसक्न लागेपछि सो यसलाई जस्ट ट्राभल कन्टेन्ट मात्र बनाउने कि अहिलेकोलाई भनेको कि मेरो इन्टरभ्यू एम आई नट इन द्याट पोजिसन टु इन्टरभ्यू मी फर योर भ्लग्स फर योर पोडकास्ट लेट्स मेक इट अ ट्राभल पोडकास्ट ओके ड्राइभ कास्ट त्यसमा हामी कुन कन्टेक्स्टमा कुरा गर्ने त्यसमा यहाँ चाहिँ तपाईँ अब
He's a Yeah. doctor, होइन, emergency physician. so त्यसको बारेमा केही कुरा गर्ने? Do you think you want to talk anything about that? Maybe more about health and fitness. फिट त हम है हरेको लास्टमा, त हम भी है. तर हामी कतिपय कुरामा चाहिँ हामी आज फिजिकली फिट देखिए पनि होइन, हामी चाहिँ हाम्रो बडी आज फिजिकली फिट चाहिँ हुँदैन है, बाइ द वे. त्यो हाम्रो त बाहिरबाट Not always. नट अलवेज, Like या, अब बट मोस्ट अफ द केसमा चाहिँ हामी accidents, injuries, like you. त्यो चाहिँ प्रिभेन्ट गर्ने खालको चाहिँ हामीले चाहिँ हाम्रो बडीलाई बनाइसकेका हुँदैन क्या फिट क्या, अब प्रिभेन्ट हुने खालको गरी. त्यो मेन कुरा भनेको चाहिँ त्यही नै हो. तर हामी सपोज हामी जस्तै अब अस्ति मेरो सोल्डर रोटेटर कफ गयो होइन, जिम गर्दा गर्दै अब अलिअलि दुखिरहेको हुन्छ, त्यसपछि यु इग्नोर द्याट होइन, अनि त्यसपछि अर्को त्यही पार्टको अर्को मसलको टेन्डन इन्जुरी हुन्छ होइन, अलिअलि अर्को पार्ट दुख्न थाल्छ, त्यसपछि एज अ होल, किनभने त्यसको एउटा लिइरहेको लोड जुन हुन्छ होइन, त्यो अर्को पार्टले त्यसको लोड, मसलको पार्टले अर्को त्यही साइडको अर्को मसलले लिन थाल्छ त्यसको लोड. त्यो हुँदा स्ट्रेस या लोड होइन, स्ट्रेस वाट एभर, त्यो अब त्यो टेन्सन त तिम्रो वेट क्यारी गर्दाखेरि त तिम्रो एज अ होल तिम्रो त्यही एक्सिसमा पर्यो नि त होइन. सो त्यसले गर्दाखेरि चाहिँ अब हामी चाहिँ थाहा पाउँदैनौँ कतिपय कुराहरू. यस्तो हुन्छ हाम्रो बडीमा एउटा मात्र इन्जुरी, एउटा मात्र साइडमा इन्जुरी भयो भने हाम्रो बडीको होल एनाटोमी नै बिग्रिन्छ क्या, बिकज उसले गर्नुपर्ने काम अरूमा डिभाइड भइदियो नि त, अनि एज अ त्यो पार्ट चाहिँ विक भएर बसेपछि चाहिँ त्यो हाम्रो बडीको एनाटोमी बिग्रिन्छ क्या. लाइक मेरो चाहिँ जब सुरुमा मेरो ह्यामस्ट्रिङ गयो होइन, मेरो ह्यामस्ट्रिङको लोड कसले लियो भन्दाखेरि नीले पनि बेयर गर्यो क्या, अलिअलि ग्लुट्स चाहिँ अलिअलि नीले बेयर गरेपछि मेरो नी झन् विक भइदिँदै गयो क्या. त्यसपछि मेरो नी त वैसे पेन थियो सानोमा लडेर, अनि त्यसपछि अनि फेरि ब्याक के भयो भन्दाखेरि मेरो नीमा पेन आउनु थाल्यो, अनि त्यो नी पेन लोवर ब्याकसम्मै असर गर्छ क्या. त्यो नीमा मेरो पेन आइसकेपछि के भयो भन्दाखेरि आई हेभ टु डु सर्जरी होइन. एमआरआईमा देखाइसकेपछि एमआरआईमा मेरो 3वटा टियर देखाइदियो क्या, एउटै खुट्टालाई लस गरेँ. अनि अब इम्ब्यालेन्स त क्रिएट हुन्छ नि त नि, अब एउटा खुट्टा स्ट्रङ र एउटा खुट्टा क्वाइट विक भइसकेपछि त बडीमा इम्ब्यालेन्स हुन्छ. अनि मेन भनेको हाम्रो चाहिँ कोर भनेको त अब एप्स भइगयो, अनि त्यसपछि ग्लुट्स हो क्या, हामी सबैभन्दा स्ट्रङ्गेस्ट मसल हुनुपर्ने हाम्रो बडीमा, किनभने द्याट इज अ मेडियल पार्ट पनि ठ्याक्क त्यहाँबाट सबै डिभाइड हुने हो नि त. अनि त्यसपछि ठ्याक्क ग्लुट्स भइसकेपछि हाम्रो एउटा खुट्टामा दुईवटा खुट्टाले बराबर वेट बोकेको छैन, एकतिर एउटालाई धेरै टेन्सन दिइरहेछ, स्ट्रेस दिइरहेछ, अर्कोतिरबाट ब्याकमा पनि लोड पऱ्यो, एउटा एकतिर मात्र बोकेछ. एउटा त्यो घरकै एउटा 4वटा खम्बा मध्ये एउटा खम्बा विक हुनु भनेको 3टै विक भइदिन्छ नि बिस्तारै गरेर त. सेम त्यही हो क्या. त्यसपछि मेरो ब्याक पेन आयो, ब्याक पेनबाट मेरो सोल्डरमा पेन गयो, सोल्डरबाट मेरो अहिले टाउको यस्तो पनि दुख्छ क्या, त्यस्तो हुन्छ. सो त्यही भएर चाहिँ प्रोग्रेसिभ ओभरलोड भनेर जुन गरेको हुन्छ, त्यो प्रोग्रेसिभ ओभरलोडमा चाहिँ देयर इज अ साइन्टिफिक वे छ होइन, साइन्टिफिक वे छ जसमा चाहिँ प्रोग्रेसिभली ओभरलोड गर्ने हो. त्यो अब एकदमै मसलमा स्ट्रेन्थ आयो भन्दैमा यहाँ टेन्डनहरूमा स्ट्रेन्थ आइसकेको हुँदैन होइन. अनि त्यो यदि तपाईँलाई लाग्छ लाइक आई क्यान क्यारी 20 केजी डम्बेलले चाहिँ म सोल्डर प्रेस गर्न सकिरहेको छु भने अब पिपल जम्प इन्टु 25 केजी त्यस्तो क्या. तर अन्टिल एन्ड अनलेस यु आर सो युज टु द्याट 20 केजी डम्बेल प्रेस विदाउट एनी पेन फर मोर देन 1 month 2 months होइन, देन ओन्ली यु 22.5मा होइन 10%, 6 to 10% भन्छ क्या, त्यसरी जम्प गर्ने हो क्या. मान्छेहरू 1 महिनामा साथीलाई सपोर्ट दिन लगाएर त्योभन्दा बढी सपोर्ट लाएर सकि नसकि ठेलिरहेको हुन्छ. त्यसले त्यो इगो लिफ्टिङ भनौँ या के भनौँ त्यो नबुझेर होला होइन. त्यो अनि अन्टिल एन्ड अनलेस दे सफर होइन, दे वोन्ट रियलाइज, कसैले पनि रियलाइज गरिरहेको हुँदैन. अब मैले पनि थाहा पाउँदै पनि प्रिभेन्ट गर्दै पनि होइन
I was not able to हुन्छ नि त्यो कुरा चाहिँ मैले प्रिभेन्ट गर्न सकिनँ भनौँ न अनि आई ल्यान्डेड अप होइन इन्जुरिङ माई रोटेटर कफ मैले रोटेटर कफको स्ट्रेन्थनिङ एक्सर्साइजेसहरू गर्दा गर्दै पनि त्यो प्रोग्रेसिभ ओभरलोडलाई चाहिँ मैले होइन अलि धेरै के भन्छ एक्साइटेड भएर या फिर तिम्रो कस्तो भने त्यसलाई चाहिँ मेबी हतार पनि होला क्या मान्छेलाई त्यो मसल ग्रोथको लागि चाहिँ त्यो हतार पनि हुन्छ क्या पेसेन्स लुज गर्छ क्या मान्छेले होइन डेभलप भइरहेको हुन्छ तर त्यो डेभलपमेन्टलाई चाहिँ लाइक क्वाइट हुन्छ नि बिस्तारै यो स्लो प्रोसेस हो भन्ने कुरा चाहिँ अब बिर्सिन्छ क्या गर्दा गर्दा अनि त्यसरी चाहिँ इन्जुरिजहरू हुन्छ कि सो त्यो एज अ फिटनेस पार्ट एज अ होइन मेडिकल त्यसको अनि मेडिकल्ली पनि लाइक अब देयर आर रिसर्चेस होइन जहाँ चाहिँ मेडिकल रिसर्चबाट चाहिँ के भनेको छ भनेर भन्दाखेरि मसल्सको स्ट्रेन्थ चाहिँ छिटो डेभलप हुन्छ तर टेन्डनको स्ट्रेन्थ चाहिँ ढिलो डेभलप हुने भएको भएर वान्स योर मसल गेट्स एड्याप्टेड टु अ लोड होइन एउटा लोड चाहिँ मा चाहिँ एड्याप्ट जब मान्छे चाहिँ प्रोग्रेसिभ ओभरलोड गर्दाखेरि 10 किलो डम्बेलबाट 15 किलो डम्बेलमा जब ऊ चाहिँ एड्याप्ट हुन थाल्छ त्यति बेला मसल ग्रोथ हुन्छ तर मसल ग्रोथ भयो 15 केजी डम्बेल मैले उठाउन सकेँ भन्दैमा त्यो टेन्डनको चाहिँ भनेको मसलको टेन्डन भनेको चाहिँ मसल चाहिँ बिस्तारै सानो भएर त्यो जोइन्टमा चाहिँ गएर टाँसिएको हुन्छ त्यसलाई चाहिँ टेन्डन भन्छ त्यो टेन्डन चाहिँ डेभलप हुनलाई चाहिँ त्यो टेन्डनको स्ट्रेन्थ डेभलप हुनलाई चाहिँ अझ 2-3 महिना लाग्छ सो इट्स अ स्लो प्रोसेस टेन्डनको स्ट्रेन्थ स्लो प्रोसेस हो होइन टेन्डनको स्ट्रेन्थ चाहिँ डेभलप अझ हुन टाइम लाग्छ मसल्स चाहिँ बढ्छ मसलको स्ट्रेन्थ पनि गेन हुन्छ गर्छ तर टेन्डनको स्ट्रेन्थ चाहिँ आइसकेको हुँदैन सो डु नट पुस योर सेल्फ अर्ली होइन सेम वेटमा सेम एक्सर्साइज 1 महिनासम्म 2 महिनासम्म गर्दा केही बिग्रिँदैन होइन मसल स्टिल ग्रो भइरहेको हुन्छ मसल ग्रो हुने भनेको रेस्टबाट होइन प्रपर रेस्टबाट रिकभरीबाट प्रोटिन डायटबाट होइन प्रपर डायटबाट आजकलको मान्छेहरूले के बुझ्दैन भन्दाखेरि चाहिँ लाइक जिममा चाहिँ अलिकति धेरै वेट उठाउनलाई चाहिँ एस्थेटिक भनेर सोच्छन् क्या रिसेन्टली अब त सुरुमा जिमको बिगिनर फेजमा द्याट ह्यापन्स मलाई पनि भएको थियो होइन आई युज्ड टु डु अप टु 22.5 केजी अफ सोल्जर प्रेस होइन तर पछि के रियलाइज भयो भन्दाखेरि चाहिँ वेट उठाउनु भन्दा पनि फुल अफ रेन्ज अफ मोसनमा चाहिँ वेटलाई चाहिँ कम्फोर्टेबली लिफ्ट गर्न सक्नु द्याट इज अ रियल स्ट्रेन्थ क्या हामी फुल रेन्ज अफ मोसन जानै खोज्दैन लाइक तपाईँलाई थाहा छ अहिले हामीले एउटा वेट लिफ्टरलाई होइन उसलाई आफ्नो बडीमा स्क्वाट 20 टाइम्स बडी स्क्वाट गर भन्दाखेरि ऊ गल्छ क्या चाँडै उसले आफ्नो बडीको वेट मात्र पनि बियर गर्न सक्दैन क्या होइन द्याट्स अ डिफ्रेन्ट एस्पेक्ट क्या अब कस्तो गोल के अरे आफूलाई के चाहिएको छ भन्ने कुरा हो पावर लिफ्टरहरू पावर लिफ्टिङ गर्छ होइन अब जसलाई चाहिँ लिन बडी अब फिजिकल्ली फिट हुनु छ लिन बडी बनाउनु छ होइन जस मान्छेले फिटनेसको जर्नीमा होइन यो इट्स अ साइन्स क्या साइन्स नै हो नि त यो त तिम्रो प्योर साइन्स हो होइन यसमा त यु हेभ टु क्यालकुलेट एभ्रिथिङ हाम्रो लोड क्यालकुलेट गर्नु पर्यो फुटबल गेम भइरहेको छ सो कुरो त्यही हो अनि साइन्स बुझ्नु पर्यो लङ रन जस्तै हो क्या फिटनेस भनेको चाहिँ इट टेक्स टाइम होइन अब कहिलेकाहीँ सेम एनर्जी पनि हुँदैन हिजोसम्म सेम लिफ्ट गरिरहेको मान्छे आज सेम लिफ्ट पनि गर्न इट्स प्रोबब्ली ह्यापन्स विथ वुमन होइन उनीहरूको हर्मोनले गर्दाखेरि उनीहरूको बडी टाइप्सहरूले गर्दाखेरि चाहिँ उनीहरूले सक्दैन सो लिफ्ट गर्ने कुरा चाहिँ जस्तै अब म अहिले 15 केजी आज इजिली लिफ्ट गरिरहेको छु
अनि भोलि चाहिँ मैले त्यो 15 kg वेट लिफ्ट गर्न सकिनँ को चाहिँ के हो भने तिम्रो प्रपर रेस्ट नपुगेको हुनसक्छ होइन, तिम्रो प्रपर डायट नपुगेको हुनसक्छ। त्यो कारणले गर्दाखेरि पनि तिमीले लिफ्ट गर्न नसक्ने हुन्छ क्या, त्यस्तो हुन्छ। एनिवेज आइ एम नट अ फिटनेस ट्रेनर बट एज अ डक्टर र मेरो एक्सपिरियन्स मैले अलिअलि पढे अनुसार होइन। अनि हामी चाहिँ विराट चोक आइपुग्यौँ। अब यहाँबाट हामी राइट एसियन हाइवे अन्डर कन्स्ट्रक्सन। तर यो बाटो चाहिँ लास्टै छ अब चाहिँ यसपछिको बाटो प्लिज। बाटो पनि सक्यो हो, बाटो बन्दैछ बन्दैछ एन्ड इट्स ह्युज। यताबाट गयो भने हाम्रो इटरी पुग्छ र यताबाट यसरी गयो भने चाहिँ अब बाटो यु क्यान सी द कन्डिसन अफ रोड। ओ माई गड, बन्दैछ, टाइम लाग्छ, ऱ्यापिडली बन्दैछ बन्न चाहिँ। या त्यसपछि अनि हामी चाहिँ त्यसपछि यहाँबाट कति टाइम लाग्छ अब पथरी पुग्न? पथरी अब धेरै छैन, अलि 30 मिनट जति होला। ओके, कविता यस्तो के हुन्छ नि टुक्काहरू, अनि यसमा चाहिँ ऱ्याङ्क लिइसक्यो ट्राफिक नियम पालना गरौँ। पूर्वमा धेरै खोलाहरू छन् है गाइस, एकदमै धेरै खोलाहरू छ। त्यो बेलबारीको खोला है, यस्तो राम्रो सिनिक छ बाटो होइन। वेदरले अलिकति वेदरको साथ पनि दिइरहेछ हामीलाई। सो तपाईँहरूलाई हामी बेलबारी पनि देखाउने छौँ। बेलबारी आइपुग्यौँ, यो चाहिँ बेलबारी हो है। उता जङ्गलको बाटो पनि धेरै बनाइसकेको छ उता पथरीको त्यो यहाँबाट बेलबारीदेखि उतापट्टिको जुन जङ्गलको बाटो जङ्गल छ नि त्यो बिचको बाटो पनि राम्रो किपरले अलिकति हामीलाई उयो गर्यो है, डिस्टर्ब गर्यो। अथवा हामीले भ्यू ब्लक गरेको छ, तपाईँहरूले यु क्यान सी द सेक्सी ब्याक देयर। किपरको सेक्सी ब्याक। ओ माय गॉड, सबभन्दा डर लाग्ने भनेको मलाई सिटी सफारी। यहाँ चाहिँ सफारीहरू छ यहाँ। किधर से भी आ जाते हैं वायरस, ये वायरस है वायरस। हामी चाहिँ ओभरटेक गरेर भए पनि हामीले चाहिँ ल त मामा के भन्नु ए यो ठ्याक्क अब यो बेलबारी कटिसकेपछि जङ्गलको बाटो सुरु हुन्छ। जङ्गलको बाटोको बिचमा मकैहरू पोलेर राखेको कहिलेकाहीँ हुन्छ, राखेको छ भने यसो हामी मकै खाने ब्रेक पनि दिन्छौँ होला सायद। खै मासु खाने हिँडेको मान्छे तपाईँ कहाँ मकै खाने ब्रेकमा? पोलेको मकै। ए ओके, पोलेको मकैको। सो यो चाहिँ बेलबारीको जङ्गल हो, यु क्यान सी द भ्यू। यो सेगमेन्ट चाहिँ धेरै बनाइसकेको छ, एकदमै राम्रो छ यो जङ्गलको बाटो। Yes, it looks So beautiful, oh my god. मेरो आज भिडियोहरू 4K HD भएर मिक्स भइरहेको छ यार। तिर है यहाँ मान्छेहरू आई डोन्ट नो दे आर वर्किङ। यस्तो राम्रो छ जङ्गलको भ्यू। सो अब बाटो बिचमा फेरि अलिकति बाटो बनाएको छैन, यु क्यान सी द धुलो। अनि सो यस्तै छ हाम्रो पुरा अब बन्दैछ बिस्तारो, सेगमेन्ट वाइज बन्दैछ नि त। बिचमा पुलहरूको काम हुन्छ, ब्रिजहरूले गर्दा यस्तो सानो सानो कल्भर्ट धेरै छ क्या। पिकनिक स्पट, डेटिङ स्पट, सिमसार, बेतना सिमसार। ओ माय गॉड, हेर यस्तो धुलो फालेको यसले धुवा। यो चाहिँ बेतना सिमसार हो। यस्तो राम्रो भ्यू देखिरहेछ बेतनाको पनि। त्यहाँ सानो पन्ड पनि छ, ग्रिनरी नै ग्रिनरी छ अहिले। सो ओ माय गुडनेस, सो ब्युटिफुल। प्याक हुन्छ नि स्याटरडे यहाँ। फेरि यहाँ बाटो त्यस्तै छ। दाजु बनाइदिनुहोस् न एकदम चाँडो। बन्दैछ नेपाल बन्दैछ गाइज, नेपाल बन्दैछ। मान्छेहरूलाई देख्न सक्नुहुन्छ आज स्याटरडे, उहाँहरू पनि रमाइलो गर्न आउनुभएको रहेछ बेतनातिर। हामी त्यस्तै, हामी पनि रमाइलो गर्न जाँदैछौँ। ए बिस्तारो 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 रोड क्रस, यसरी होइन बिस्तारै छौँ हामी। उहाँहरूलाई हामी 20 बेरता पुगिन्छ क्या। ए लक्ष्मी मार्गतिरको एउटा यतातिरको खाजा भनेको थाहा छ के भन्दा खिर र सब्जी क्या। खिर त काने पोखरी हो लक्ष्मी पोखरी हो काने पोखरी मैले खाएको थिएँ क्या पहिला। पोखरी हो के? ओ माय गुडनेस, आयो कस्तो स्पिड आएको क्या। ठुल्ठुलो गाडी त अलिकति लिमिटमा कुदाउनु
पर्ने हो कि यस यु आर राइट त्यो पनि यस्तो बाटो आइएम अलवेज राइट वाउ हेर न कस्तो अहिले यो बोथ वे बच्चाहरूले पनि त खेलाइरहेको हुन्छ नि घरमा कस्तो लाइक रमाइलो हो नि त के त्यो गेम अँ सो अब हामी यसपछि अलमोस्ट वेयर नियर टु आवर डेस्टिनेसन होइन अलमोस्ट आई गेस मकै परेर राखिरहेको छ यार तर सेकुवा खाने होइन त निग्रो पनि निग्रो किनेर लानुपर्छ निग्रो अहिले फर्किँदाखेरि निग्रो किनेर लानुपर्छ सबभन्दा मेन ब्युटी पार्ट अफ पूर्व भनेको यही हो क्या पूर्वको होइन अनि त्यसपछि यो बाटोको चाहिँ बाटोमा निग्रो अनि इस्कुसको मुन्टा अनि केरा तिनीहरू चाहिँ प्रायः बेच्न राखिराख्नुहुन्छ क्या लोक त्यसो देखिसकेपछि चाहिँ मलाई आई क्यान डु एनिथिङ इन नेपाल जस्तो फिल आउँछ क्या त्यस पिपल आर ट्राइङ भनेपछि वाइ नट मी यस द्याट्स ट्रु आई लभ इट द्याट्स अ रियल स्पिड आई क्यान देख्न ओए ओए त्यहाँ हेर न त्यो स्कुटर बा कस्तो अपोजिट मिनी शप नरिवल पनि रहेछ हाम्रो यो जङ्गलभित्र जाउँ न अहिले फर्किने बेला होला कस्तो राम्रो बाटो रहेछ त्यहाँ यस्तो खालको छ के अरे एन्टी लाइट पर्यो अब परिहाल्छ नि एन्टी लाइट परे पनि तिम्रो अनुहार चाहिँ उज्यालो गोरो मान्छे क्या गोरो मान्छेको अनुहारै उज्यालो कसम अँ ल तपाईँलाई 2 पिस अलिक बढी सेकुवा दिन्छु म डन ओ एकछिन ल म यसरी बेच्न बसेको देख्दाखेरि चाहिँ आई फिल लाइक हामीले चाहिँ लाइफमा कम्प्लेन गर्नु भनेको इज युजलेस क्या नो वर्थलेस सो मान्छेले यसरी यतिसम्म हसल गरिरहेको हुन्छ होइन हामी चाहिँ लाइक सिल्भर स्पुन जस्तै होइन वी वान्ट एभ्रिथिङ प्लेटमा या यो त चिसाङ पुल आयो मामा चिसाङ पुल त तपाईँले अघि भनेर नि चिसाङको पुल अनि यहाँ रहेछ त चिसाङ 2 हो यो चिसाङ 2 ए 2 अब यो कटेपछि हामी काने पोखरी पुग्छौँ यहाँबाट माथि चाहिँ काने पोखरीबाट माथि चाहिँ लेटाङ भन्ने ठाउँ छ त्यो पनि राम्रो छ यार फ्लेभर बनाना फ्लेभर एउटा एडप्ट गरिदिने मङ्की एउटा टिकटकमा आउँछ नि एउटा चाइनिजले क्या गाउँछ नि त्यो मङ्कीलाई तर्साउँछ नि हेरेछ तिमीले त्यो भिडियो यस्तो परेछ तिमीले के पोर्ट्रेट मोडमा खिच्न आँटेको ल भाग्यो ल सो हामी चाहिँ पथरी आइपुग्यौँ अब यहाँबाट हाम्रो ठ्याक्क भित्रपट्टि छ हाम्रो डेस्टिनेसन्स कटुसे खाजा घर न्यू के हो त्यो कटुसे खाजा कटुसे खाजा घर ल यहाँबाट ए बवाल रहेछ त यहाँबाट कहाँ हो ओह्रालो ल तल यहाँ तल ओ वाह यार ए अनि गाडी पार्किङ गर्ने ठाउँ छ छ नाइस यहाँ धेरै वर्ष नाइस क्यामेरा सो मी द वे ल ठिक छ सो यसरी यहाँबाट भित्र गएर ओहो यो त खतरा प्रपर्टी रहेछ त यार सो हामी अझै वाउ अगाडि दिस इज जान्छौँ नाइस भेरी गुड यहाँले सेकुवा यस्तो इन्ट्रेस्टिङ वेमा पाउँछ ब्युटिफुल प्लेस Oh my god. अझै अगाडि जानु पर्यो हामी बिस्तारै all the way inside the jungle रहेछ नि त यो त यार आमा खतरा रहेछ त यो के यो त जङ्गल भित्रै छ त यार यो या मैले तपाईँलाई यतिकै लिएर आएको यो ठाउँ नाइस दिस इज द डे आई गेट टु नो तपाईँ भेजिटेरियनबाट नन भेजिटेरियन भयो भनेपछि ओके अझै अगाडि जाऊँ we can park here. हैन हजुर त्यही त यता बाहिरै पार्क गर्नु पर्ला नि त पार्क गर्छौँ हामी ल खै जाऊँ अब हामी ठ्याक्क आइपुग्यौँ ट्याडपोलको भिडियो खिच्छ न ट्याडपोलको यो त जुका होइन जुका होइन ट्याडपोल भ्यागुत्ताको के भन्छ ट्याडपोल भन्छ यसलाई जेनेरेसन यो बेबी भ्यागुत्ता हामी चाहिँ आइपुग्यौँ कस्तो लाग्यो ठाउँ राम्रो छ यार यहाँ काठमाडौँ बसेको मान्छे जस्तो ठाउँ डिस्कभर गरेर तपाईँहरूलाई यहाँसम्म ल्याइदिन्छु यार तपाईँले चाहिँ मलाई यसरी लानुपर्ने विराटनगरको हो भन्ने कुरा अब पुल भ्याली हियर कुखुराहरू सबै छ यहाँ यतापट्टि त्यहाँ सेकुवा छ अनि त्यहाँ ऊ चाहिँ आफ्नो डेस्टिनेसनतिर गइरहेको छ कुखुरा
He knows his destination. Yeah. So, यस्तो रातमा कि सायद पर्क होला स्मोक प्लेस भयो यो त होइन होइन धुवा परेन त्यसभित्र होइन रापले पाक्ने हो क्या there you can make a TikTok videos. यहाँ चाहिँ रेस्टुरेन्ट हो यहाँ चाहिँ रेस्टुरेन्ट छ यहाँको चटपटी पनि लास्टै मिठो छ नि बाई द वे We are here in the middle of jungle enjoying Sekwa. So, Katuse Khazagad. Let me try first. यतिकै मैले मिठो छ भनिदिएको यार मामा तपाईँको बवाले मिठो छ यार अति बवा अब चाहिँ यहाँ आइन्छ मलाई यो Yummy. Local. famous We enjoyed. Wow. Really good यार है my goodness wow आज चाहिँ हामीले यस्तो मजाले कटुसेमा आएर मिठो मिठो खानाहरू खाएर हामीले इन्जोय गऱ्यौँ सो तपाईँहरूलाई यो भ्लग मन पर्यो भने तपाईँले लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल सो मामा थ्याङ्क यू फर आज subscribe and सेयर र थ्याङ्क यू सो मच आज तपाईँले टाइम दिएकोमा भान्जीलाई okay thanks to you यस्तो राम्रो ठाउँ लिएर आएँ मैले यस्तो राम्रो छ यु क्यान सी आई एम विथ नेचर बाई बाई